गाउँ फेरि अप्सन ब्याग पछाडि पाटन लामालेक झुर्काली सेवनाथ मेलौली कोटीगाउँ तलेसी मलेसी लोरखा चौखुणा उदयदेवको मन्दिर मैले गएको ठाउँको कुरा भन्दैछु चौखुणा लोरखा चौखुणा फेरि उदयदेवको मन्दिर ठाण बजार कलौती लदौली सकार जरौली फेरि अप्सन ब्याग सतबा चौरा रामकी बराल गणले गाविस हो र अहिले दशरथ चन्द गाउँपालिका नाकिन त्यो दशरथ चन्द गाउँपालिका देमाणा मेल्लाउँ थलाल गाउँ गोठला पानी बाढलेकी त्रिपुरा सुन्दरी भाटेला डुङ्गारा जुलो जुलघाटा खुचलेका च्यानी नुहाली डुवाली तलढिक मल्ढिक बोगला सिल्लेगाडा सिरकोटा बाराकोट बबेता बर्तोली गढी पन्चेकी नयाँ बीचमै पढी बिजुलो नेटा गिरेगाडा जेपलकट्टा रोडी देउली तेतभए गट्टी खेत रुजु टाँग सयलडा लडा निङलाल सुतलपुर विनायक घाट बल्लेकुडा सनकोला पालडी द्वारकी आमराळ बास्कु टी चोरा कुलाउँ मळ लल्लोय मळ हरलगट्टे मळछल्या साउगडा फड्डुमा सागरा भैलोडा भुल पोखरा दमाई सुनकोटा कलोनी बामन बसकोटी साउन सोलपाला महता अब लक्ष्मी महता चाहिँ बितिए अरू महता चाहिँ कोही नबित्याउन अनि चाहिँ यो डडेलधुरा जिल्ला र बोयतोडी जिल्लाको तल सिमाना चाहिँ स्वर्णायो दार्चुला जिल्ला र बोयतोडी जिल्लाको माथि सिमाना चाहिँ चमल्या चमल्या भनेको यहाँका जनतालाई थाहा त होला अब बुढाबाउली बच्चा कसैलाई थाहा हुँदैन भने यसै महाकालीमा एउटा सानसानो महाकाली मिल्छ त्यसैलाई भन्छन् चमल्या चमल्यावारी बोयतोडी चमल्यापारी दार्चुला लाली राळम बाँको उकु बुढकोटा गुइलाडा गणगाउँ खम्तोली चम्तोली धनतला चौण मकण्डा तल रिठा चौपता मयखोली बिनपत्ती गण्डा झपट्टा मत्थे जोक पैराली बीचमै आग लगाओ बाग लगाओ चुकचाटो बोतोडो जन लगाओ अछामी हारामी बजाङ्गी गद्या उर्बिया पूर्बिया मानवभरि सबै मेरा दाई भाइ आमा बुवा बचरौन पलोइरौन सबका राम्रो होस् आफ्ना जानी नजानी दुई शब्द यत्तिकैमा टुङ्गे हस्त धन्यवाद अङ्कल उहाँले बोइतडीको पुरै एक एक गाउँको नाम एकै स्वरमा दार्चुलादेखि डोटीसम्म डडेलधुराको लाग्यो यो खुबी उहाँको